हामी यहाँ ठ्याक्कै रोकिरहेछौँ हामी यो योगेन्द्र दालको घर अगाडि। जाडोको दबाई खानुभएको दाजु? ल ल ल यसले जाडो हट्छ? हट्दैन होला है। मलाई चाहिँ त्यस्तो लागेन। कुरो खाने कुरो होइन त हो। यो कुरो खाने हो त? जाडोले गर्दा हो होइन? नभए त खानुहुन्न। अनि यता सरकार चाहिँ जाडोको नलिनु भएको? अलिकति थोरै लिनुभयो? चुस्सा मात्रै। जाडो भाग्छ औषधि मात्रै। त्यतिले भाग्छ? यति भए बस चुस्साएपछि जाडो त पुरै मर्किने लाग्यो। ल ठिक छ ल यो अरूभन्दा नि यो खोर्सानी डढाउनु भएछ कि लास्टै खोकी लगायो। हाम्रो चाहिँ यहाँ दाजु दोकाने दाइ, उहाँ चाहिँ यहाँ दोकान गर्नुहुन्छ। आनन्द छ दाइलाई पनि। जाडोको दबाई मजाले मान्छेलाई व्यवस्था गरिदिई सेवा गर्दै हुनुहुन्छ। सेवा गर्दै हुनुहुन्छ। यहाँ छ अरे है, तपाईँलाई यहाँ राखिदिएको छ अरे यहीँ। तपाईँलाई त होइन अब। जय भोले बाबा, जय महाकाल, जय महाकाल। अच्छा लेकिन लन्डनको चिसोले समाउला अन्नी माया छेउमै बसाल्नु। अनि आजको व्यापार के कति भयो दाजु? हेलो फिल्डिङ गोपाल होइन होला है। कसको के भएर त्यस्तो भयो त आज? के सामान छ? राम्रो होस्, हाम्रो दाइको पनि व्यापार राम्रो फलोस् फुलोस्, सोचे भन्दा राम्रो होस्। के भयो अरे? कसले पठाएको छ? कहाँ हो तपाईँ चाहिँ? यो चाहिँ हाम्रो बर्बन मेरोमा होइन भाइ, यो बजारको किराना पसल भन्छ। मेरो बयरमन हो। बयरमन। हस् त ल एभ्रिबडी गाइज, लाइक सेयर कमेन्ट गरिदिनु होला। अब चिसोको यहाँ हाम्रो औषधि खाने टाइम भएर चाहिँ साथीभाइहरू खानु हुँदैन, खानु हुँदैछ। अब म चाहिँ खाँदिनँ, त्यही पनि यसो रमाइलो। ल हस् त बाई, ओके।